दुईवटा भयो मेरो चाहिँ साथीहरू पाकिरहेको छ साथीहरू रेडी साथीहरू यो चाहिँ माथिल्लो घरलाई दिनुलाई चाहिँ मोमो पर त झिल्का पो झर्दैछ कहिले आउने भिडियो बनाऊँ भनेको त्यही। हेलो गुड मर्निङ न्यू डे ब्लगको साथ म चाहिँ उपस्थित भइसकेको छु अनि आजको मेरो भिडियो चाहिँ टाइटल साथीहरूले थाहा पाइसक्नुभयो होला अनि के कस्तो हुन्छ भनेर हेर्नु होला साथीहरू। नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब नबिर्सनु होला। म तपाईँहरूलाई सब्सक्राइब गर्नेछु। लोड छ हौ मेरो छोरीहरू के गर्छ बिहान बिहान यसरी हेर त APQR होइन रे यो चाहिँ के गरेको यो चाहिँ आजको सब्जी हो साथीहरू। यो चाहिँ अलिक कति धेरै राखेर चाहिँ यस्तो भएको छ निङ्गुरो चाहिँ सबै यस्तो भएछ। केले पनि सकेँ साथीहरू यतिखेर सकेछु। यो अलिक यस्तै उयो लगाइसकेँ मैले चाहिँ यस्तो उयो भएको छु यतिकै। यहाँ मोमोको लागि चाहिँ अहिले नै यहाँ रेडी पार्दैछु। अचार देख्न सक्नुहुन्छ चटनी पनि रेडी गरिसकेँ मोमोको लागि। यो चाहिँ टिमुरको चटनी टिमुरको चटनी हो साथीहरू मोमोको लागि रेडी। पनि आँप काट्दैछु साथीहरू देख्न सक्नुहुन्छ आँप चाहिँ यस्तो छ रेडी। मजा डो बनाउनलाई चाहिँ रेडी पार्दैछु। यहाँ चाहिँ पानी लगाइसकेको छु साथीहरू। डो बनाइसकेछु अझै एउटा डो बनाउनु बाँकी छ। अनि डो दुईवटा भइसक्यो। डो चाहिँ यहाँ छ दुईवटा डो साथीहरू। डो सधैँ राख्छु भिडियोलाई पनि यसरी नै फ्रिजमा राख्ने गर्छु साथीहरू। प्याज पनि काटिसकेँ साथीहरू। यसमा चाहिँ मैले यति निकालेछु छिल्का अनि यो चाहिँ अनियन अनि यसमा चाहिँ बढी आँसु आउँछ नि त त्यही भएर मैले चाहिँ यसरी भिजाएको छु। आँसु पनि आइरहेको छ मेरो चाहिँ। मैले चाहिँ सुरु यसरी गर्नेछु। यसमा लगाएर चाहिँ सजिलो हुन्छ नि त काट्नु पनि पर्दैन। यसमा चाहिँ मजाले घेराउनेहरू हुन्छ तानेर। यतिकै भएछ साथीहरू। मैले चाहिँ सबै रेडी गरिसकेँ मरमसला। यहाँ चाहिँ अब चाहिँ यसलाई चाहिँ मजाले घुम्नुपर्छ साथीहरू। मैले लास्टमा चाहिँ धनियाँ पनि राखिसकेको छु। यसलाई पनि म मोल्छु मजाले के गरिसकेँ मैले चाहिँ छोपिसकेँ पनि। को लागि मासु रेडी साथीहरू। अनि यहाँ चाहिँ सुकाउनु त सुपको लागि चाहिँ रेडी गर्दैछु मैले चाहिँ। सुप बन्दैछ साथीहरू। सुप बनाउँदैछु म चाहिँ साथीहरू रातको सुप। यसमा चाहिँ हामीले पानी लगाउनु पर्ने छ साथीहरू। कति लगाउनु पानी सुप त धेरै नै बनाउनुपर्छ। यतिको चाहिँ हुन्छ होला परे थप्नुपर्छ। यसो मोमो बनाउँदैछु म चाहिँ एक्लै। म चाहिँ बनाउँछु सधैँ। यहाँ चाहिँ यस्तो छ साथीहरू एक्लै बनाउँदैछु मोमो। एक भाँडो रेडी साथीहरू। अघि नै एउटा बसाइसकेको छु अझै यो बसाउने बाँकी छ साथीहरू। चाहिँ अघिको हो यो चाहिँ अहिले यसलाई चाहिँ मासतिर राख्नुपर्ने छ। यो चाहिँ सेकेन्ड है। यो चाहिँ फर्स्टको हो। यसरी म चाहिँ राख्नेछु साथीहरू। किमा यति छ किमा चाहिँ
यो पनि रेडी भइसक्यो साथीहरू। मैले त्यति चाहिँ बनाउनु आउँदैन, तर पनि कोसिस गर्छु। यतिको चाहिँ म चाहिँ अब यसलाई पनि राख्नु पर लगेर चाहिँ 3 भाँडा हुन्छ यो समेत। 3टा भयो मेरो चाहिँ साथीहरू। 3टामा चाहिँ सुप छ। त्यो सुपको चाहिँ यो सिटी यो निक्लिएर चाहिँ मैले लट्ठीला चाहिँ राखेको थिएँ। यसको यो चाहिँ लिक भएको रहेछ। अनि यसको चाहिँ सिटी यहाँबाट जाने थियो हावा, अनि त्यही भएर मैले यहाँबाट राखेको साथीहरू है त। फेरि पाके जस्तो छ, यसलाई चाहिँ म निकाल्छु। प्यातलाक पितलिक भयो चाहिँ पातलो बनाएको थिएँ मैले चाहिँ, त्यही भएर प्यातलाक पितलिक छुँदाखेरि पनि यस्तो नरम भएछ। यहाँ निकालिसकेको छ। बास्न त मिठो रहेछ, पाके चौथो रेडी साथीहरू। चाहिँ माथिल्लो घरलाई दिनुलाई चाहिँ यसमा चाहिँ 20वटा मैले राखेको छु। जुन चाहिँ चटनी छ टिमुरको साथीहरू, हेर्नु सक्नुहुन्छ। चाहिँ लास्ट हो यो। पछि कति 6 भयो होला, 6 भाँडा। पान 10 केजी गरेको चाहिँ लाउनु पऱ्यो पानी। यति पानी हो निकालेको। अझै 1 पान पाकिरहेको छ साथीहरू। अनि यहाँ चाहिँ छ यति। आदि खानुभयो त बाबाले। बाबाको लागि रेडी। यहाँ चाहिँ सुप छ। सुपमा चाहिँ धनियाँ सिद्धो चाहिँ अघि उयोमा लाग्थ्यो। अनि यहाँ चाहिँ मोमो यम्मी यम्मी। अर्को चाहिँ के गरेको यो टोपी पनि फाटिसकेको छ यहाँ माथि। गर्मीमा टोपी लाउने, जाडोमा नलाउने होइन। तिमी चाहिँ मामा आदि अन्डा मोमो, बेबीको चाउचाउ भात। बकी के गर्नु बकी हजुर। सिधा चाहिँ खाऊ मामा। यो चाहिँ के गरेको फुकिन्छ। आया हुन्छ है अनुहार खान्छ। के गरेको यसरी अब नगर नगर न उसले लड्यो। खाऊ त्यहाँ लागि छ साथीहरू। धरानमा चाहिँ यसरी लाइन गएछ। यताको लाइनहरू सबै गएछ। मस्तिर चाहिँ बत्ती बालिरहेछ त नि। यहाँ पर त झिल्का पो झर्दैछ त। चुस यो फाल्थ्यो माथिको फाल्थ्यो हो लाइन। के हो यहाँ चाहिँ लाइन गएर बिजोग बनायो साथीहरू। राति चाहिँ हाम्रो उता चाहिँ उयो भएको छ नि त सर्टेज। उता बनाउँछ कहिले अनि कहिले आउने भिडियो बनाऊ भनेको त्यही। अब म चाहिँ खानु पर्यो भनेको। भिडियो त नबनाउनेलाई यो मेरो चाहिँ लास्ट साथीहरू। कति गर्मी छ साथीहरू। अनि आजको मेरो भिडियो चाहिँ के कस्तो भयो तपाईँहरूलाई चाहिँ। अनि आज चाहिँ त्यति गर्नु पाएन। गर्मी भनेर लाइन गइसकेको छ। अहिले चाहिँ कहिले बनाएर आउँछ थाहा छैन। अनि जतिले हेर्नुभयो मेरो भिडियो तपाईँलाई धेरै धेरै धन्यवाद। सुरुदेखि लास्टसम्म। अनि आजको लागि यति नै गरेँ। बाई बाई।